सबै खाजा हाल्दै उ ल मित्रहरू ल के छ हाल खबर कहाँ जाने हो झोला त अनि खतरा खतरा बोकेछौ त अनि गणेश हिमाल होइन त लु हामी चाहिँ गणेश हिमाल जाँदैछौँ अब यो के डाँडा रे अँ ल साम्बोजो भन्ने डाँडामा पुग्यो अनि फेरि नयाँ नयाँ अपडेट गर्दै गरौँला हामी हस् त नमस्ते हजुर वरिष्ठ हेलो मित्रहरू हामी चाहिँ भर्खर गाईगोठको लिएर आइपुग्यो हाम्रोतिर चाहिँ गाईगोठ यस्तो हुन्छ बस्तो अहिले लेखमा पुगिसक्यो कोट छ त्यहाँ साथीहरू त्यता जाँदैछ त आनन्द राम्रो ठाउँ छ हेर्नुहोस् हाम्रो मान्छेहरू यस्तो छ केटाहरूको ग्रुप पुरा गाईगोठ अनि गाईगोठलाई गाईलाई पानी यसरी जम्मा गरिन्छ गोठ ल हामी के अरे यो के डाँडा रे के डाँडा रे लाप्चा डाँडामा अनि लाप्चा सुकुचेतमा चाहिँ हाम्रो पर्यटकको लागि चाहिँ काठको घर बनाइदिँदैछु धर्मशाला गाइड चाहिँ म अनि आइन्द्र पोर्टर भयो यता एउटा पोर्टर अनि ओभरसियर इन्जिनियर चाहिँ यहाँ नाक बुझ्दैछ बाटोको सर्वे गर्न आएको हामी चाहिँ ल हामी चाहिँ अहिले चाहिँ ठ्याक्क गाईगोठमा आइपुग्यौँ गोठ हामी सबै गोठमा आइपुग्यो अहिले बनाएर खाने के गर्नु त जे गरेन खानु बनाएर खाने खाने गोठमा आइपुग्यो हामी सबै आगो उग्न सुरु गर्यो आइन्द्र घले विपिन घले अनि एउटा के अरे प्रवीण घले म चाहिँ वीरबहादुर घले नि हाम्रो खाना पकाउने शीर्षमा चाहिँ मास्टर चाहिँ हेड सेफ मेन कुक यहाँ पुग्दैछ ल खै गाउँले हो हाम्रो कुकले खाना पकाउँदैछ गोठमा ल सुरु भयो ल हामी गाईगोठमा पुरा दुध ल हाम्रो खाना तरकारी खाना ल अब भयो ल है हाम्रो चाहिँ दिउँसोको भोजन तयार भएको कोही चाहिँ पुरै सिम्बाङमा दुध हेर्दैछ हाम्रो खाना कोही चाहिँ दुध खाँदैछ यसरी तथा चाहिँ यो लेट्स रक ल खाना सुरु गरौँ अब गाई एउटा भेट्यो जाँदैछ बाँकी अनि हामी दुईजना चाहिँ पछि जाँदा यसरी अनि यो गाई
हेर्नुहोस् मित्रहरू, हाम्रो गाउँको लेकमा स्वच्छ पानी लगभग 3500 हाइटमा पर्छ यो पानी। बिरिम डाँडाको खोल्चाको पानी। हामी 4 जना यात्रा गर्दै। सो यति चिसो पानी छ, माइनस कतिमा छ, 10 मा छ होला पानी, 10-20। हेर्नुहोस्, बहुत चिसो पानी, बहुत मिठो मिठो पानी हो। हामी चाहिँ हाम्रो काशी गाउँ धार्जी 6 को यार्स गुम्बा खोज्ने पाखामा आएछौँ। हेर्नुहोस्, यहाँ यार्स गुम्बा खोज्दैछ, मान्छेले खोजेर यसरी खनेछ। हामी चाहिँ आज के कुण्ड रे, दुध कुण्ड, गणेश कुण्ड जाने भनेर यात्रामा निस्केको। सो मौसम पनि क्लियर छैन, बादलै बादल छ। हेर, फुल पनि कति मिठो मिठो फुल फुल्दैको। बिरिम डाँडा हो। हाई एभ्रीबडी, हाउ आर यु? हामी चाहिँ बिरिम डाँडा पुगेको। किरा खोज्दैछन् कोही घोप्टो पारेर। हाम्रो लेकमा आजभोलि यस्तो मस्त फुल बोलेछ, घुम्न आउने कोही छ भने मलाई सम्पर्क गर्नु होला। धार्जे 6 काशी गाउँ। बादल लागेको भएर त्यति मौसम क्लियर छैन। सो रमाइलो चाहिँ एकदम छ। ए भैँसी, हामीले त यार्सा गुम्बा पाएको। हाम्रो लेकमा चाहिँ यसरी गाई गोरु चाहिँ बदमास छोडिन्छ। पुरा बदमास हो, गोठालो छैन, चढ्दैछन्। फाइनल्ली हामी 4 जना हाम्रो वासस्थानमा आइपुग्यो। यस्तो यस्तो छ अहिले मौसम सफा नभएको भएर त्यति छैन। यो हाम्रो लेकको धार्जे 6 काशी गाउँको लेकको वासस्थान। वा, यसको हाइट हामी 4 जना हाम्रो धार्जे 6 काशी गाउँको लेकमा आइपुग्यो। सो हाम्रो वासस्थान पनि हामीले भेटायौँ। यो हेर्नुहोस्, गणेश हिमाल जाने बाटोमा चाहिँ, ट्रेकिङ जाने बाटोमा चाहिँ यो सानो एउटा धर्मशाला छ। लेट्स वक। 4 जना छौँ। हाम्रो वासस्थान धर्मशाला हो यो। गाई बस्तु पनि मस्त प्रशस्तै रहेछ। अनि गणेश हिमाल जाने बाटो हेर्नुहोस्। अनि उताबाट चाहिँ धादिङबाट आउने बाटो, अनि यहाँबाट चाहिँ हामी काशी गाउँबाट आउने बाटो चाहिँ यो हो। अनि यो जाँदैछन्, हामी पानी लिन जाँदैछौँ अहिले बाँसको लागि, खानापिनाको लागि। आजको बाँस यतै हो। हेर्नुहोस्, गणेश हिमाल जाने बाटो। हाम्रो बाँसको आसपास आजभोलि गाई बस्तु प्रशस्तै छ। पानी लिन जाँदैछौँ केटाहरू। काशी गाउँ धार्जे 6 को पानी भनेर केटाहरू पानी भर्दैछन्। अनि यहाँ यसरी यहाँदेखि माथि गणेश हिमाल जाने बाटो हेर्नुहोस्। अनि हामी चाहिँ यो बाटो हुँदै अहिले आएको। हाम्रो बास चाहिँ हाल बास त्यो डाँडामा छ, पानी भर्न यहाँ आएको। सो हामी 2 जना चाहिँ डाँडामा रेस गर्दैछौँ।
गणेश हिमाल जाने बाटो चाहिँ त्यो डाँडाको मुनि छ पल्लो डाँडाको मुनिबाट यसरी जानुपर्छ सो मेन बाटो चाहिँ त्यहाँ छ त्यसरी बनाएको छ अनि हामी बस्ने डाँडा पनि जुम गरेर देखाइदिइहाल्छु हाम्रो बास बस्ने ठाउँ त्यहाँ अनि अहिले हाल हामी डाँडातिर घुम्न आएको छु अनि साथीहरू यसो घुम्दै हुनुहुन्छ अनि यतिको रमाइलो ठाउँ छ हाइट चाहिँ यहाँ 4080 हाइमा छ हामी गोर्खाली राउरे त्यहाँ छ अनि म भए यस्तो राम्रो ठाउँ आनन्द ठाउँ अनि मस्त लेकमा फुल्ने फुलहरू हेर्नुहोस् यो फुल हेलो गुड मर्निङ एभ्रिबडी अनि यहाँबाट देखिन्छ बुद्ध हिमाल अनि लगायत अनि मनासलो यहाँबाट लस्कारा हिमाल देखिन्छ यो धार्जे छ काशी गाउँको माथि खर्काटेनबाट हो यहाँबाट अलिकति मात्र टुप्पो देखिएको चाहिँ गणेश हिमाल हो यहाँबाट अलिकति टुप्पो देखेको हो चाहिँ गणेश हिमाल अनि गणेश हिमाल जाने बाटो चाहिँ यसरी छ हेर्नुहोस् यो बाटो चाहिँ धार्जे छ काशी गाउँबाट आउने बाटो हो अर्को एकजना एउटा बाटो हुनुहुन्छ त्यो बाटो चाहिँ उता धादिङ हुँदै धादिङबाट लाभोखतिङ हुँदै आउने बाटो त्यसरी डाँडाबाट छ अनि जुन धर्मशाला छ यहाँ काशी गाउँ छ धार्जे 6 को सानो धर्मशाला सो आज हामी यहाँ बसेको छौँ अनि यहाँबाट देख्ने दृश्यहरू यस्तो हेर्नुहोस् बिहानीको दृश्य त्यति साह्रो मौसम क्लियर त खुलेको छैन त्यही पनि हेर्नुहोस् अनि हामी काशी गाउँ धार्जे 6 तलबाट आएको यसरी हेर्नुहोस् हाम्रो वासस्थान यहाँबाट देखिने वरिपरिका हिमालहरू पहाडहरू कति आनन्दमय छ दोस्रो दिनको हाम्रो बिहानको खाना बन्दैछन् कुक यता हिमालहरू परमेश्वरको सृष्टि बौद्ध हिमाल देखाइदिनु त मनासुलु हिमाल देखाइदिनु बौद्ध हिमाल उता मनासुलु गणेश हिमाल त देख्दैन टुप्पो देख्छ नि त टुप्पो पनि देख्दैन